यता पनि हेर्नु है। यो कविताको शीर्षक के छ भन्दाखेरि मेरो चोक। साधु र गल्लीमा मेरो चोक छ, यहाँ केही छैन सबै चोक छ। साधु र गल्लीमा मेरो चोक छ, यहाँ केही छैन सबै चोक छ। यहाँ असंख्य रोग छ, अत्यन्तै रोग छ। यहाँ असंख्य रोग छ, अत्यन्तै रोग छ र असीमित शोक छ, केवल हर्ष छैन। यहाँ यसमाथि रोग छ, तर भनिन्छ कि साधु र गल्लीमा मेरो चोक छ, यहाँ केही छैन सबै चोक छ। यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता, यी दुवै थरीको निवास छ। यहाँ देवताले बनाएका मानिस र मानिसले बनाएका देवता, यहाँ दुवै थरीको निवास छ। तर यहाँ यी दुवै थरीको निवास छ, तर दुवै थरीको निराशा छ, किनकि तिनलाई त्यहाँ रातभरि रुपैयाँले टोक्छ र दिनभरि रुपैयाँले टोक्छ। र देवता उदास छन्, किनकि तिनलाई त्यहाँ न कसैले पुज्छन् न कसैले रोक्छन्। त्यसैले यो चोकमा देवता र मानिसले एकअर्कालाई धिक्कार्दैछन्। त्यसैले यहाँ कसैले पुज्छन् न कसैले रोक्छन्। त्यसैले यो चोकमा देवता र मानिसले एकअर्कालाई धिक्कार्दैछन्, एक साथको कुरो ठोक्छन्। यहाँ अरू केही छैन, साधु र गल्लीमा मेरो चोक छ, यहाँ केही छैन सबै चोक छ। धन्यवाद। धन्यवाद।